गाइस म चाहिँ अहिले कहाँ छु जस्तो लाग्छ भने यति राम्रो भ्यू देखाएर कोसीको साइडमा यति राम्रो ठाउँमा टक्क बसेर खाजा खानु आएको छु अन्त देख्न सक्नु टक्क त्यो अहिले चाहिँ बन्दै गरेको यो चाहिँ पार्क नयाँ पार्क यो चाहिँ हाम्रो भाइरल आकाशे पुल देख्न सक्नुहुन्छ कबड हल यति मोमो म चाहिँ 1 प्लेट सुन्तामाझीले हाफ प्लेट जस्ट खाना सक्दिनँ सुन्ताल चाहिँ भर्खर खाएर अरे त्यही भएर हाफ प्लेट मात्र मैले चाहिँ 1 प्लेट अचार राख्दिम अचार राखिदिनु न थोरै ल हुन्छ ल तिमी खाऊ न ल यतिको पिरो अचार खाएपछि के हुन्छ भोलि बिहान के हुन्छ लु यति चाहिँ खानुपर्ने हुन्छ हामीले मोमो अचार टक्क लाएर कस्तो हो मोमो एकदम टेस्टी मोमो यस्तो चिकन मोमो अचार टक्क लगाएर झोल मोमो है फेरि टक्क मोमो खाएर पनि होइन म चाहिँ फेरि होइन फेरि तर्पट्टि 50 को मगाएको छु फेरि खानुपर्ने हुन्छ मैले अति नै भोक लागेको थियो त्यही भएर फेरि टक्क म चरपटे खाने मोमोले हालेन यस्तो भ्यू हेर्नु सक्नुहुन्छ क्या दामी सिन छ क्या यो भयो त होइन टक्क यस्तो हेरेर टक्क खानुलाई मजै छुट्टी छ नि सो गाइस अहिले चाहिँ हामी यहाँबाट निक्लिसकेको छौँ अब घरतिर सरेर जानु लाग्यो अब मेरो राइट त्यसरी देख्न सक्नुहुनेछ या यस्तो राम्रो रोड छ सलल बिच यही माथि मेरो बाइकको राइट देख्न सक्नुहुनेछ टक्क लाएर दामी भ्यू देख्न सक्नुहुन्छ कोसी छ टक्क लाएर होइन अनि यस्तो चिल्लो रोडमा सानो भाइ क्या मजा लाग्छ राम्रो टक्क लाएर होइन के हो त्यहाँ है के त्यहाँ कार्यक्रम ठ्याक्क ओडारे पाखा हामी चाहिँ आइसकेका छौँ पारिपट्टिको झोडा देख्न सक्नुहुन्छ वाउ यति राम्रो हेरौँ घाम लागेको छ यस्तो यता अब भर्खर डुब्न लाग्यो घाम ओडारे पाखा हुँदै 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 मुइटा हुँदै भट्टो जाने हो धनै मारेछ यार अब गाई गोरुले धनै मार्दैछ यार हामीलाई एक्कासी हाल्यो सातो उडाइदियो सातो धनै मारेछ है एक्कासी आइदिएको क्या फुत्तो म त झुसाङ भएको क्या सातो उडिरहेको क्या एकछिन त
हुँदाखेरि चाहिँ मात्र पुल थियो अनि यहाँ चाहिँ एकदम मान्छे हिँड्ने अनि त्यसपछि खच्चडहरू हिँड्नको लागि एकदम बबाल ठाउँ हो क्या यो चाहिँ यतातिर मुनिर एउटा पसलहरू छ यता पारि पनि अलिअलि छ होइन अहिले त्यति छैन पहिला चाहिँ यस्तो खतरा क्या चल्ने पसल हो मेन ठाउँै यहाँबाट पनि टक्क झरेर जान सकिन्छ घाट होइन तल अनि उता कोसी नै कोसी पनि जान सकिन्छ उ त्यहाँ अर्को बाटो छ त्यो अर्को बाटो पनि देखाइदिन्छु म तपाईँहरूले हेर्नु ल दामी छ क्या खतरा यहाँ मुनि टक्क होइन यहाँबाट चाहिँ जाने बाटो हो क्या पहिलाको पैदल यात्रा यो माथि थिएन यहाँ त कस्तो चट्टान फोडेर बनाएको क्या यो पहिला सुरुमा मान्छेले नै खनेको क्या अनि मान्छेले खनेर सानो बाटो बनाएको थियो हिँड्नलाई बर्खाको टाइममा अनि त्यो एकदम यहाँ चाहिँ अप्ठ्यारो थियो क्या बर्खाको टाइममा हिँड्नको लागि तल चाहिँ पुरै कोसीले त्यो ढाकिदिन्थ्यो अनि यहाँ अलिकति गोरेटो मात्र थियो अनि अप्ठ्यारो थियो मान्छेले त्यही नै बनाएको थियो अनि पछि चाहिँ यो विभिन्न मेसिनहरू जेसिबी स्काभेटर लाएर चाहिँ उयो फोडेर बनाएको रोड त यो धेरै भएन लगभग 5-6 वर्ष जति भयो यो भएको देख्न सक्नुहुन्छ भ्यू आहा ऊ त्यो चाहिँ पुल हो अहिले नयाँ बनिन लागेको कुनौरी र मैटार जोड्ने पुल अनि त्यसपछि त्यो चाहिँ एकचोटि क्र्याक भएर फेरि बनेको देख्न सक्नुहुन्छ यहाँ कुनौरीको फुटबल ग्राउन्ड यो खोल्सा हो यहीँबाट हो क्या यो बाटोबाट जाने हो क्या घाट टक्क यहाँबाट पनि जाने हो ऊ यहाँ एउटा सानो थियो त्यहाँबाट पनि जानु मिल्छ कसरी आइदियो रे टिप्पर हो तरिका यस्तो नचलाइदिनु हो राजा त्यो नयाँ पुल बनिँदैछ एकचोटि भत्किएर फेरि अहिले चाहिँ बनिसक्यो अब त्यसमा अलिकता फिनिसिङको कामहरू बाँकी छ त्यो फिनिसिङ भइसकेपछि लगभग चाँडै ओपनिङ हुनेवाला छ अब त्यसपछि चाहिँ हामी पनि त्यही बाटो जान्छौँ होला यहाँ चाहिँ के अरे बाल्ला निकाल्ने काम भइरहेको छ ओ ल हामी चाहिँ अब मिटर आइसक्यौँ पुरो ढिकुरीको मन्दिर देख्न सक्नुहुन्छ वाउ यति राम्रो छ कि कोसीको बिचमा देख्न सक्नुहुन्छ वरिपरि कोसी बिचमा ढिकुरी मन्दिर आहा दर्शन ढिकुरी मन्दिर राक्षसको भूत भनेर राक्षस नाम राखेको हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ त्यहाँनिर एउटा पुल बनिँदैछ त्यो चाहिँ के अरे मैटार र यता मुहान जोड्ने पुल त्यहाँबाट सिधै हामी बेनीको पुल पनि के अरे बेनी जानुलाई एकदम सर्टकट बाटो त्यही हो क्या उता पारीबाट जानु मिल्यो यता वारीबाट जानु मिल्यो क्या मध्य यो चाहिँ हाम्रो स्कुल म पढेको श्री राजेश्वर माध्यमिक विद्यालय हाम्रो गाउँ देख्न सक्नुहुन्छ खतरा देखा पर्छ ल हेर्न सक्नुहुन्छ हरियाली मकै नै मकै उ त्यो चाहिँ पुल यतातिरको चाहिँ हाम्रो गाउँ हाम्रो चाहिँ अलिकति माथि छ हाम्रो यो तल्लो गाउँ हो हाम्रो चाहिँ माथिल्लो गाउँ जाने हो अनि यता माथितिर लाग्नुपर्ने हुन्छ यो गोडागारले जाने बाटो भने यहाँबाट यता लागिसकेपछि कच्ची रोड सुरु अफ रोड अब सरर र
किन हुन सकेन ओडाकारले जाने बाटो मेन बाटो नै ब्रिज हुन सकेको छैन त्यस्तो छ हालत देख्न सक्नुहुन्छ पछि किन हुन सकेन केलाई भएन कहाँ छ यहाँको सरकारले हेर्नु पर्यो यस्तो बाटो गर्दै हुनु पर्यो बाटो पनि साँगुरो छ त्यही माथि गर्दा रे Dong. हुँदै गर्दै अब चाहिँ यो एउटा खोल्छ त्यसपछि त्यहाँको एकछिनपछि हाम्रो घर आइहाल्यो घर पनि हो अब हामी बस्ने चाहिँ तल हो फाइनली आइयो छिउना कहाँ छिउना आयो को यो देख्न सक्नुहुन्छ यस्तो छ बाटो भाडा तपाईँबाट चाहिँ यता देब्रे आइ जानु पर्ने तल्लो बाटो लाग्छ